हाई एभ्रिवान, मेरो नाम दिवस ढकाल। म बी फार्मेसी सेकेन्ड इयर होप इन्टरनेसनल कलेजबाट। र म चाहिँ आज तपाईँहरूलाई तपाईँहरूको रिजल्ट चाहिँ कहिले आउँछ भनेर भन्नको लागि चाहिँ आएको हो। आई नो तपाईँहरू मोस्ट प्रोभाबली चाहिँ रिजल्ट कहिले आउँछ वा त्यो रिजल्टको पर्खाइमा रिजल्टको टेन्सन भएर हुन्छ नि, एकदम प्यानिक मोमेन्ट हुन्छ। अब अहिलेको टाइममा भनेको रिजल्ट कस्तो आउने हो, कस्तो होला सिचुएसन होइन, राम्रो आउला कि नआउला, घुम्न पनि मन लाग्दैन, एउटा एक्सेप्टेन्स भन्ने हुँदैन क्या। अब रिजल्ट एक्जाम आउनु दिनुभएको छ भने एक्सेप्टेड हुने नै भएन, राम्रो एक्जाम रिजल्ट आओस् भनेर। बिग्रेको छ भने त अब तपाईँलाई थाहा छ रिजल्ट के आउँछ भनेर एक्सेप्ट भएको राम्रो हो भनेर भन्छु म। अब न्युजहरू धेरै सर्कुलेट भइरहेको छ है, न्युजहरू धेरै सर्कुलेट भइरहेको छ अब कहिले आउँछ भनेर रिजल्ट। तपाईँहरूको रिजल्ट चाहिँ मोस्ट प्रोभाबली भोलिसम्म आइपुग्ला, भोलि नभए पर्सिसम्म चाहिँ आइपुग्छ भनेर मैले यसो कतै देखेको थिएँ। र अर्को कुरा भनेको तपाईँहरूको जबसम्म ओफिसियल नोटिसहरू आउँदैन नि एमइसीमा, तबसम्म काहीँ भरोसा नगर्नु होला है। लाइक हुन्छ नि एकदम खतरा खतरा न्युजहरू आउँछ क्या फेसबुकमा, हुन्छ नि इन्स्टाग्राममा, टिकटकमा, युट्युबमा, सबैतिर न्युजहरू आउँछ होइन। तर मोस्ट प्रोबेबली भोलि नभए पर्सिसम्म आउँछ रिजल्ट। तपाईँको त्यही नै आउने हो, रिजल्टमा केही पनि चेन्ज हुनेवाला छैन होइन। अब भित्रको सिस्टम भनेको त्यस्तै हो, एमइसीमा खासै त्यस्तो नयाँ सिस्टम केही पनि छैन। रिजल्ट भोलि नभए पर्सिसम्म आउँछ। टिल द टाइम हाम्रो रिजल्टको एक्सपेक्टेसन राख्नुहोस्, राम्रो कुरो हो। तर रिजल्टको एक्सपेक्टेसन धेरै राख्दाखेरि पनि आफू हर्ट हुने कुरा भएन, किनकि लाइफ यसैमा मात्र सकिँदैन, लाइफ धेरै राम्रो छ। जस्तो तपाईँहरू अब ब्याक गर्दै गर्दै के अरे के भन्छ एमबिबिएसको लागि प्रिपेयर गर्दै हुनुहुन्छ नि, त्यो एउटा लुप हो, त्यहाँबाट निस्किनु राम्रो हो। एक त 2 वर्षमा निस्किने, 1 वर्षमा निस्किनु, नो निड टु गो फर द अनदर इयर्स है। दिस इज अ लुप, यु विल फल इन्टु इट। 4 वर्ष जानु भनेको लाइफको 4 वर्ष जानु हो। हामीसँग धेरै वर्ष छैन, 60-70 वर्ष होला। नेपालै यति ठुलो छ त, नेपाल यति ठुलो भएको ठाउँमा नेपालै घुम्न लाग्छ होला। तपाईँ 4 वर्ष यत्तिकै पढाइ पनि नभएर पर्खाइमै कुराइदिनु भयो भने त गयो नि त जिन्दगी। सो नेभर फल फर द्याट लुप होइन, लुपबाट बाहिर निस्केकै राम्रो। अनि अर्को भनेको तपाईँहरूको रिजल्ट भोलि नभए पर्सिसम्म आइपुग्छ, टेन्सन नगरिकन ढुक्क बस्नु होला, रिजल्ट राम्रै आउँछ तपाईँहरूको। अल द बेस्ट फर यो रिजल्ट। अनि केही छ भने कुरोहरू लाइक सेयर कमेन्ट गरिदिनु होला, म त्यसको एन्सर अवश्य नै दिनेछु। म्याक्सिमम् सबैको कमेन्ट दिएकै हुन्छु, म रिप्लाई दिएकै हुन्छु। सो थ्याङ्क यू फर वाचिङ एन्ड वेट रिजल्ट कम्स।